नमस्कार, म कमलनयन भट्टराईको आदरणीय बन्धु बान्धवहरू, आज मलाई केही कुरा भनौँ गरौँ जस्तो लाग्यो। हुन त म सधैँ त्यही कुरा भन्ने गरेको छु, तर पनि फेरि बाधे जायते तत्त्वबोध, जे कुरा भित्र मनमा आएको छ एकचोटिमा हाम्रो दिमागमा एकचोटि सुनेर एकचोटि भनेर त्यो कुराको बारेमा अख्यास पनि रहँदैन। यदि राम्रो कुरा हो भने हामीले बारम्बार त्यसको चर्चा परिचर्चा त्यसलाई भन्दै गरेपछि सुन्दै गरेपछि कुनै दिन कुन बेला गएर यो माइन्डले ठ्याक्क काम गर्छ। यही कुरा सम्झिँदै म यहाँहरू समक्ष आज फेरि यो हाम्रो समाज, हाम्रो बानी, हाम्रो बेहोराको बारेमा म कुरा गर्न गइरहेको छु। अहिलेको परिवेश हेर्दा हामी सम्पूर्ण नेपालीको मात्रै कुरा होइन, मानव समुदाय बडा ग्रसित र त्रसित छ। किनभने विकासको नाममा, सजिलोको नाममा हामीलाई प्रकृतिले सृजना गरेको छ। यो शरीरका प्रत्येक अङ्गहरू प्रकृतिद्वारा सृष्टि गरिएका हुन्। त्यसै गरी हाम्रो शरीर जसरी सृष्टि गरिएको छ, हाम्रो शरीरलाई चाहिने कुराहरू त्यसै गरी अरू कुराहरू पनि सृष्टि गरिएको छ। जसरी हामीले जे कुरा काम लागेन भनेर फाल्छौँ, त्यो कुरा अर्कोलाई काम लाग्छ। जसको अर्कोले अब काम लागेन भनेर उसले त्यसलाई फाल्ने अथवा आफूबाट अन्त गर्ने, आफूबाट टाढा पार्ने जब उसको बेला आउँछ, ती कुराहरू हामीलाई काम लाग्छन्। यस्तो अन्योन्यास सम्बन्ध छ, यस्तो अटोमेटिक रचना छ। जुन चिजलाई हामीले परिवर्तन गर्छौँ भनेर अनेक किसिमका त्यस्ता तरङ्गित चिजहरू हामीले थालेका छौँ, जसले गर्दा हाम्रो दुर्भाग्य हामीले धेरै कुठाराघातहरू, हामीले धेरै समस्याहरू झेल्नु परिरहेको छ। कृपया यसैको बारेमा म कुरा गर्न चाहन्छु। हामीले विकास गर्यौँ भनेर मक्ख पर्छौँ। विकासको लागि हामीले धेरै प्रयत्न गरिरहेका छौँ, जसले गर्दा अब तपाईँ भन्नुहोला त्यसो भए त यो हामीले गर्ने विकासमा नै बाधक म भएँ, यो नराम्रो कुरा भयो। त्यसो भन्न खोजेको होइन मैले। हामीले विकास गर्दा, हामीले प्रगति गर्दा तिनै कुराहरूलाई अगाडि लिएर आउँदा पनि अझ प्रगति हुन्छ। हामीले प्रगतिको गर्नको लागि त्यो ईश्वरको सृष्टि, प्रकृतिको जुन संरचना छ, त्यसमा हामीले कुठाराघात गरिरहेका छौँ। त्यसलाई मासेर अर्को कुरो गर्ने प्रयास गरिरहेका छौँ, जसले गर्दा हाम्रो शरीरको जुन उसको रचना छ, त्यो रचनामा आघात परिरहेको छ। त्यस कारणले हामी मेन्टेन गर्न सकिरहेका छैनौँ। हामी विपरीत भइरहेका छौँ। हाम्रो समुदाय विपरीततिर गइरहेको छ। आउने जेनेरेसन नराम्रा बानी बेहोरहरूतिर गइरहेको छ। यदि हामीले त्यो कुरालाई ध्यान दियौँ भने हामी पक्कै राम्रो हुन सक्छौँ। हामी मानवको दुश्मन मानव हुन पुगिरहेको छ। किनभने त्यो प्रकृतिले दिएको छोडेर आफूले रचना गरेको चिजमा हामीले जुन ध्यान दियौँ, त्यस प्रकृतिले दिएको चिज त संसारमा आफै चलिरहेको छ। तपाईँले केही गर्नु पर्दैन। त्यस कुरालाई अङ्गीकृत गर्दाखेरि त्यो आफै हुन्छ। त्यसले हामीलाई कमी हुँदैन। जब हामी त्यसलाई चेन्ज गरेर केही गर्न खोज्छौँ अनि समुदाय त्यसतिर जब ढाल्न खोज्छौँ, परिणामस्वरूप के हुन्छ, त्यो कसरी प्राप्त गर्ने भनेर हामीले अनेक किसिमका तरङ्गहरू, अनेक लडाइँहरू लड्नुपर्छ। कुरालाई हामीले मात्रै त्यस कुरामा ध्यान दियौँ भने हामी धेरै नै लाभान्वित हुन सक्छौँ। हामी जुन एकअर्काको दुश्मन जति दिन बाँच्छौँ, हाम्रो यो शरीर हामीले राम्रो काम गर्ने पर्ने ठाउँमा अब हाम्रो त्यो स्वार्थले गर्दा हाम्रा आवश्यकताहरू अपूर्ति जुनलाई हामीले आवश्यक सम्झिरहेका छौँ, त्यो त हामीले जबरजस्ती आवश्यक बनाएका छौँ। ती कुरा प्राप्तिको लागि हामीले समाजमा अनेक किसिमका कुठाराघात तत्त्वहरू, उसलाई चाहिँ शोषण गर्ने, उसलाई अन्त गर्ने, आफू त्यसमाथि हाबी हुने प्रयास गर्नु परिरहेको छ, जसको परिणामस्वरूप हाम्रो समाज पुरै विकृति विसङ्गतितिर जान बाध्य छ। अब हामी सरकारले यस्तो गरेन, यसले त्यस्तो गरेन, त्यसले त्यस्तो गरेन भन्छौँ, होइन। आफूले चेन्ज गरौँ। जुन ईश्वरीय सृष्टि हामीले कसैसँग झगडै गर्नु पर्दैन, लड्नु नै पर्दैन।
आज म त्यस बारेमा अलिकति कुरा गर्न चाहन्छु। बिस्तारी बिस्तारी फेरि कुरा गर्दै जाउँला। आज त्यस बारेमा छोटो रूपमा कुरा गर्न यो बेला पहिले मैले पनि भनेको छु। अब सबै कुरा हामी खोज्दै गयौँ भने धेरै कुरा पाउँछौँ। हामीले पानी सहीसँग खाँदैनौँ। शुद्ध पानी खाइयो भने हामी स्वस्थ हुन्छौँ। तर हामी भन्छौँ शुद्ध पानी कहाँ पाउने? शुद्ध पानी त अलरेडी त्यसलाई अशुद्ध बनाउनु त हाम्रै प्रयास हो, हाम्रै दुष्प्रयास हो। हामी आफ्नै कर्मले अशुद्ध गरिरहेका छौँ त्यसलाई। हामीले शुद्ध खाना खायौँ। यो खाद र रासायनिक औषधि हालेर तपाईँले जुन जमिनलाई नाश गरिरहनु भएको छ, अब उत्पादनै हुँदैन। अरे मैले बचपनमा देखेँ, मेरो बुवाले खेत 1 बिघा खेत थियो, 25 मन फलेछ। उहाँले के भन्नु भने जबसम्म मेरो खेतमा 50 हेर्नुहोस् त, न खाद छ न केही छ, त्यो गोबर र हाल्दा त्यसरी फल्यो। यदि हामीले यो कुरालाई ध्यान दियौँ, यी रासायनिक खादहरू हालेर हामी किन उत्पादन गरिरहेका छौँ? त्यो खानेकुरा जुन उत्पादन गर्छौँ त्यसले हाम्रो शरीरलाई फाइदा गरोस्, लाभान्वित होस्, हामी स्वस्थ हौँ त्यसको लागि। तर ठिक त्यसको विपरीत त्यो कुराले हाम्रो शरीरलाई बेफाइदा गर्छ, हामी रोगी हुन्छौँ भन्ने जानी पनि अब के गर्यो, हामी त्यस्तै लागिरहेका छौँ। यो कुराले कति आघात गरिरहेको छ भन्ने कुराको कल्पना गर्न साध्य छैन। अब त्यसै गरी हामीले खानपिनमा शुद्ध खाना खाने प्रयास गऱ्यौँ। अरे जडीबुटीहरू थुप्रै छन् यो हाम्रो देशमा, संसारमा नपाइने जडीबुटीहरू छन्। हामी त्यो प्रयोग नगरेर यो अहिले गोटी ल्याएर दिएको छ त्यो खान्छौँ। अनेक किसिमका त्यसले कति हानि गर्छ सबैलाई थाहा छ। यो एकछिनको लागि हो, एकछिनपछि झन् बढी हानि गर्छ। तर हामी बडा खुसी भएर त्यो प्रयोग गर्छौँ। तर जडीबुटी प्रयोग गर्नतिर हामी विश्वास गर्दैनौँ। कृपया थाहा छ भन्ने बेला सबले भन्छन् यो राम्रो हो, तर त्यतातिर ध्यान त दिनुहोस्। कमसेकम प्रयोग गरेर त हेर्नुहोस्, त्यसको साइड इफेक्ट छैन, प्रयोग गरेर त हेर्नुहोस्। योगालाई हामीले अलिकति ध्यान दियौँ भने हामी स्वस्थ हुन्छौँ। केही छैन। तपाईँ बिहानै उठेर 15 मिनट टाइम दिनुभयो भने तपाईँमा शरीरमा रहेका अनेक रोगहरू दूषित हुँदै जान्छन्। हामीले खायौँ रासायनिक औषधि हालेका विकृत चिजहरू खान्छौँ, हाम्रा शरीरका गाँठाहरूमा गएर बस्छन्, हड्डीको कुनामा गएर बस्छन्, नसामा गएर बस्छन्, जसले गर्दा हाम्रो रगत सञ्चारमा बाधा गर्छ, हाम्रो श्वास प्रश्वासमा बाधा गर्छ। अनि त्यसले डिस्टर्ब गरेपछि त्यहाँ त हाम्रो श्वास प्रश्वास हावा त जानु परेको छ, अक्सिजन त जानु परेको छ। त्यो अक्सिजनलाई नै रोक दिन्छ। अक्सिजन जान, अक्सिजन उत्पादन हुन, अक्सिजनले त्यो हाम्रो शरीरमा जुन चाहिने त्यो प्राप्त गर्ने चिजलाई नै हानि गरिदिन्छ। अनि त्यो कुरो सर्छ त्यहाँ र हाम्रो शरीरमा विभिन्न किसिमका कीटाणुहरू उत्पन्न हुन्छ। यस्तो चिज हामी जानी खान्छौँ। हामी पानी दूषित बनाएर खान्छौँ। ल हेर्नुहोस् त कस्तो राम्रो पानी ईश्वरले दिएको छ। अब हामी खाने चिजमा खाद हालेर गर्छौँ, अनि फेरि के गर्छौँ, फोहोर जताततै फाल्छौँ। अलिक त्यसलाई अलिकति राम्रो गर्नुहोस्। हाम्रा बाटाघाटामा जताततै फोहोर हुन्छन्, घरको आँगनमा फोहोर हुन्छन्, हाम्रा भाँडाकुँडा फोहोर हुन्छन्। यी साना कुरा हामीले ध्यान दियौँ भने, अनि हाम्रा बोलीहरू पुरै नराम्रा बोलाइहरू बाहेक एउटा राम्रो कुरो बोल्नु छ भने पनि अगाडि नराम्रो प्रयोग गरेर अनि गर्छौँ। त्यो बच्चाले पनि सिक्छ र त्यो एक शब्द जुन नराम्रो भन्छ त्यसको असर हाम्रो शरीरमा जुन पस्छ, त्यस्तै किसिमका हाम्रा सेलहरूले त्यस्तै हुँदै जान्छन्, जसको परिणामस्वरूप हामीबाट राम्रा कुराहरू टाढा हुँदै जान्छन्, विलीन हुँदै जान्छन्। अनि आउने भविष्य, आउने जेनेरेसन टु जेनेरेसन विकृति, विसङ्गति, अनि त मानव उत्पादन हुने ठाउँमा त राक्षस उत्पादन हुन्छ। यो त जब सेलहरू जस खालको उत्पादन हुँदै जान्छ त्यस्तै किसिमको हाम्रो माइन्ड हुँदै जान्छ, हाम्रो सोच हुँदै जान्छ, अनि मानव राक्षस अटोमेटिक हुन्छ। राक्षस पनि मानव हुन सक्छ। यो कुरा हामीले अलिकति अध्ययन गरेर हेर्नुहोस्। बिहान उठेर भन्नुहुन्छ भ्याउँदिन, 15 मिनट तपाईँ टाइम दिनुहोस् न। तपाईँ संसारलाई 1 महिना 2 महिना गर्नु भने संसारलाई मार्गदर्शक गर्न सक्ने तपाईँ बन्न सक्नुहुन्छ। तपाईँ रोगी होइन। रोग त कहाँ जान्छ त्यसको परिकल्पना गरेर साध्य छैन। त्यसै गरी तपाईँले राम्रो काम गर्नु त तपाईँको नकल गर्छ अरूले। तपाईँले राम्रो काम गरेर देखेपछि
तपाईँले जब राम्ररी बोल्न थाल्नुहुन्छ, मिठो गरी बोल्न थाल्नुहुन्छ, हिजो यहाँ गर्नुहुन्थ्यो, आमा लगाएर, बहिनी लगाएर, दिदी लगाएर गाली गर्नुहुन्थ्यो, त्यो ठाउँमा गएर ओ हजुर नमस्ते, बसौँ न हजुर बसौँ, यसरी बोल्न थाल्ने बित्तिकै मान्छे तपाईँतिर आकर्षित हुँदै जान्छ। तपाईँलाई कोही चाहिँदैन, तपाईँ एक्लै लाखौँ करोडौँ मान्छे बराबर हुन सक्नुहुन्छ। त्यस्तो तपाईँहरू हेर्नुहुन्छ हाम्रा समाजमा भने तपाईँमा किन छैन? तपाईँमा ईश्वरीय शक्ति छ, तपाईँभित्रै ईश्वर हुनुहुन्छ। ईश्वर खोज्न हामी अन्त जान्छौँ, यही भित्रको ईश्वरलाई जगाउनु भने कहीँ जानु पर्दैन। हरेक, फेरि तपाईँ मलाई ममा मात्रै, तपाईँमा मात्रै, हरेकको घटघटमा ईश्वर हुनुहुन्छ। अनि तपाईँ त्यो ईश्वर, त म ईश्वर, तपाईँ पनि ईश्वर हो, किनभने त्यहाँ ईश्वर बस्नुहुन्छ। तपाईँले त्यसलाई जागृत गर्नु भने प्रत्येक सेल जब जागृत हुन्छ ईश्वरको वास अटोमेटिक हुन्छ, तपाईँमा ईश्वरीय प्रवृत्तिको सञ्चार हुन्छ। यति सजिलो कुरा नगरेर हामी विकृति विसङ्गति अनेक यसले गरेन, उसले गरेन, त्यस्तै गरेन भन्छौँ। संसार परिवर्तनको सुरुवात आफैबाट हुनसक्छ। त्यस कारणले सम्पूर्ण मित्रहरूलाई यस कुरामा कृपया ध्यान दिन। हाम्रा खानपिनमा चेन्ज गरौँ, हाम्रो श्वास प्रश्वास लिने प्रक्रियामा चेन्ज गरौँ, बिहान अक्सिजन लिउँ, अनि बसेको बेलामा अपशब्दहरू नबोलौँ, फोहोर फार जताततै नफालौँ, दूषित खानेकुराहरू नखाउँ। यति कुरामा अलिकति ध्यान दिनु भने आउने दिनमा अरू कुरा पनि गरौँला। होस् त, धन्यवाद, नमस्ते। यहाँहरूको सहयोग र सद्भावको अपेक्षा गर्दै म आफ्ना 2 शब्द अन्त गर्छु। होस् त, धन्यवाद, नमस्ते, बाई।